हात जोडेर रुँदै बिन्ती गरे, हजुर टेम्पोभित्र भएका सामान मात्र निकाल्न दिनुहोस्। तर वर्दीको घमण्ड बोकेका ती कर्मचारीहरूको मन पग्लिएन। उनीहरूले सामान निकाल्न त दिएनन् नै, एउटा गरिब परिवारको वर्षको पसिना र बाँच्ने एक मात्र सहारालाई सिधै भिरबाट खसालिदिए। धामीले घर नजिकै भीमदत्त राजमार्ग अन्तर्गत गाईमारे डाँडा स्थित सडक छेउमा टेम्पोमा चिया, अन्डा, चाउचाउ, पानी लगायतका सामान राखेर बिक्री गर्दै आएकी थिइन्। त्यही टेम्पो जसले उनीहरूको घरको चुलो बाल्थे, छोराछोरीलाई स्कुल पढाउँथे र जीवनको गाडी अगाडि बढाउँथे। तर डिभिजन वन कार्यालयका कर्मचारीहरूको एउटा कुट निर्णयले त्यो परिवारलाई सडकमा ल्याइदिएको छ। आरोप छ कि वनका कर्मचारीहरूले रिसिभी वा कुनै बहानामा उक्त टेम्पोलाई सिधै भिरबाट खसालिदिए, जसका कारण टेम्पो अहिले 200 मिटर तल खसालेको अवस्थामा त्यही छ। नियम कानुन पालना गराउने जिम्मा पाएका कर्मचारीहरूले यति निर्दय कसरी हुन सक्छन्? सामान झार्न देऊ भन्दा पनि नमान्ने कस्तो ढुङ्गाको मुटु हो उनीहरूको? आज यो परिवार गहिरो आर्थिक र मानसिक सङ्कटमा छ। भोलि छोराछोरीहरूलाई के खुवाउने, घर व्यापार कसरी चलाउने, यी प्रश्नहरूले उनीहरूलाई पोलिरहेको छ। यता डिभिजन वन कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा भने उक्त टेम्पोलाई अस्थिपञ्जर भनेर उल्लेख गरिएको बताएको छ। तर स्थानीय बासिन्दाहरूले उक्त दाबीमाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। तर स्थानीयवासी आक्रोशित छन् र निष्पक्ष छानबिनको माग गरिरहेका छन्। कानुन नागरिकको सुरक्षाको लागि हो, उनीहरूको रोजीरोटी खोज्नको लागि होइन। के यो देशमा गरिबले न्याय पाउँछन्? के ती दोषी कर्मचारीहरूलाई कारबाही होला अनि यो परिवारले उचित क्षतिपूर्ति पाउला? पीडित परिवारलाई न्याय नमिलुन्जेल यो आवाज रोकिनु हुँदैन। कृपया यो भिडियोलाई बढीभन्दा बढी सेयर गरेर सम्बन्धित निकायसम्म पुर्याउन मद्दत गर्नुहोला।